हाई गाइस सो आज मलाई एउटा कुरा सेयर गर्न मन लाग्यो सो मैले यो भिडियो बनाउन आएको लाइक इफ यु हेभ बिन फलोइङ मी सुरुबाट नै अनि पछि जनवरीमा मैले भिडियो त्यो अब चाहिँ म जस्ट धेरै पढ्न खोज्छु र पढेको बुक चाहिँ म सकाउँछु भन्ने हिसाबले चाहिँ मैले मेरो रिडिङ जर्नी स्टार्ट गरेको थिएँ यो वर्ष मेरो रेजोल्युसन नै म धेरै बुक पढ्छु भन्ने हिसाबले मैले सोचेको थिएँ होइन सो त्यो कुरा पनि मैले सेयर चाहिँ गरेको थिएँ अनि फेब्रुअरीसम्म इट वाज गोइङ रियली वेल होइन अनि फर्स्ट मैले सकाएको भने चाहिँ बिफोर द कफी गेट्स कोल्डको सिरिज सकाएको थिएँ अनि त्यसको चाहिँ 5वटा बुक छ के सो सर्ट छ नि त त्यो बुकहरू धेरै लामो छैन त्यसैले त्यो चाहिँ मैले फेब्रुअरीसम्म 5वटा सबै सकाएको थिएँ अनि त्यसपछि चाहिँ मैले मिस्टेक अफ मिरेकल्स स्टार्ट गरेको थिएँ कि त्यो पनि मलाई अर्को एउटा साथीले सजेस्ट गरेर त्यो चाहिँ स्पिरिचुअलतिर छ त्यो बुक सो त्यो पनि इन्जोय गरेँ त्यो पनि स्टोरिजहरू छ त्यसमा अनि मिस्टेक अफ मिरेकल्स पनि सकिन लागेको बेलामा चाहिँ मैले रिभ्युजहरू पाइ नै रहेको थिएँ यो साइलेन्ट पेसेन्टको बुकको रिभ्यूहरू चाहिँ पाइरहेको थिएँ सो रिभ्यूहरू सुन्दाखेरि पढ्दाखेरि मलाई चाहिँ हो अब मेरो नेक्स्ट रिड चाहिँ यही हो है भन्ने हिसाबले मैले यो बुक किनिसकेको थिएँ होइन पाटनमा सो किनेर राखेको थिएँ अनि म यो बुक पढ्न चाहिँ एकदमै एक्साइटेड थिएँ कि किनकि मलाई पनि थ्रिलर सस्पेन्सहरू मनपर्छ नि त मुभी वाइज सो बुक पनि लेट्स ट्राई भन्ने हिसाबले मैले किनेर चाहिँ राखेको थिएँ सो मिस्टेक अफ मिरेकल सकिने बित्तिकै म यो स्टार्ट गर्छु भन्ने हिसाबले तर अनफर्चुनेटली यो बुक स्टार्ट गर्दाखेरि चाहिँ इट वाज मार्च के सो मार्चसम्म मैले 6वटा बुक चाहिँ सकाइसकेको थिएँ अनि यो चाहिँ मेरो 7th बुक थियो कि तर मार्च वाज सो डिस्टर्बिङ होइन त्यसपछि मलाई मेरो यो रिडिङ जर्नी नै एकदमै डिस्टर्ब भयो कि मार्च अप्रिल मे जुन जुलाई अहिले त जुलाई चलिरहेको छ नि त सो अलमोस्ट 5 मन्थ्स लाग्यो मलाई यो बुक सकाउनलाई इन बिट्विन म एकदमै डिस्टर्ब थिएँ मेरो माइन्ड अनि आई डोन्ट नो के भयो होइन सो मलाई यो बुक पढ्नु छ भन्ने हिसाबले म उ चाहिँ गरिरहेको थिएन तर अलि गरेर चाहिँ पढिरहेको थिएँ तर अस्ति भर्खरै मलाई एउटा बहिनीले यो नयाँ बुक गिफ्ट गरिदियो कि सो मेरो मोटिभेसन चाहिँ के थियो भन्दाखेरि यो बुक स्टार्ट गर्न पनि आई ह्याड टु फिनिस दिस बुक भन्ने भयो नि त बिचमा धेरै बुक चाहिँ हामीले पढ्दै आधी छोडियो भने लङ टर्मसम्म आधी छोडिएर राख्यो भने बुक त्यो चाहिँ कभर गर्न हामीले त्यो बुक चाहिँ सकाउनलाई चाहिँ एकदमै गाह्रो हुन्छ भन्ने चाहिँ मैले लर्न गरेको होइन तर मलाई चाहिँ के थियो भने योपालि म त्यो बुक नसकाइकन अर्को बुकमा लाग्दिनँ भन्ने हिसाबले मैले स्टार्ट गरेको थिएँ सो मेरो मोटिभेसन भनेको चाहिँ मेरो नयाँ बुक थियो अलरेडी होइन सो पढ्दै मेरो चाहिँ अलिकति बाँकी थियो जहाँ जाँदाखेरि म चाहिँ बुक बोकिरहेको थिएँ तर कसरी सकाउनै सकिरहेको थिएन तर मलाई अस्ति भर्खर हिजो छोडेर अस्ति भर्खरै मैले फाइनली साइलेन्ट पेसेन्ट सकाएँ अनि एकदमै खुसी लाग्यो मलाई किनकि मैले त भनेको कुरा त पुरा गरेँ नि त आधीमा छोडिदिनु बुक भन्ने हिसाबले सो आइएम रियली ह्याप्पी त्यो कुरामा अनि मलाई चाहिँ एकजनाले कमेन्टमा अलरेडी अवेर गरिसकेको थियो कि तिमीले यो साइलेन्ट पेसेन्ट सकाउने बेलामा यु हेभ टु होल्ड यर सेल्फ त्यो लास्टको एन्डिङतिर भनेर होइन मलाई किन लागिरहेको थियो नि यो बुक पढ्दा आई वाज अलरेडी अवेर कि लास्टमा यो हुन्छ यताउति मलाई चाहिँ गेस गर्न मन लाग्छ कि यो हो कि त्यो हो कि भनेर अलिअलि गेस गरेको थिएँ तर गेस चाहिँ मिलेन सम वाट अलि चाहिँ मिल्यो भन्छु म चाहिँ किनकि त्यसमा अलिकति उसको पनि हात रहेछ भन्ने हिसाबले हो नि त अनि ओ माई गड गाइज इफ यु लाइक हुन्छ नि मलाई यति धेरै क्वेसन छ कि यो बुकको लाइक के भइरहेको थियो रहेछ त त्यति बेलासम्म लाइक त्यो केटी नभएर त्यो केटा नै थियो कि के थियो कस्तो मलाई एकदमै धेरै क्वेसन छ होइन लाइक यस्तो दिमाग घुमाइदिन्छ कि लास्टमा हानेर म कस्तो अनि एउटा बुक सकिने बित्तिकै मलाई चाहिँ के लाग्छ भने अब यो बुक सकियो भन्ने हिसाबले अलिकति इमोसनल पनि हुन्छु तर यो बुक सकाउँदाखेरि चाहिँ म क्या खुसी भयो कि लाइक बुक सक्यो भन्ने हिसाबले हो तर कस्तो इन्कम्प्लिट लाग्यो कि इन्कम्प्लिट अनि कति धेरै क्वेसन के यो थियो भनेर भयो अनि त्यही भन्नाले म आएको यो चाहिँ एकदमै सस्पेन्सवाला अनि एकदमै थ्रिलिङ बुक्सहरू स्टोरिजहरू मनपर्छ भने लाइक गो फर इट अनि पछि पढिसकेपछि प्लिज मलाई सेयर गर्नु होला कि हो कसो किनकि मलाई त कति धेरै कुरा डिस्कस गर्न पाए हुन्थ्यो जस्तो भइरहेको छ कि सो गाइज मेरो 8th रिड फर 2026 इज नाथिया अनि मैले स्टार्ट गरिसकेको छु एन्ड आइ एम अलरेडी लभिङ इट मैले चाहिँ नेपाली बुक पढेको चाहिँ छुइनँ यसरी कहिले पनि सो दिस इज गोइङ टु बी माई फर्स्ट रिड थ्याङ्क यू नेबुला द्याट्स इट बाई